Namaste, it's me Suman Bra from Nepal. From Nepal हैन भ्लग चाहिँ स्टार्ट गर्छु मेरो युट्युब च्यानलमा। यो चाहिँ मेरो फर्स्ट भ्लग हुनेछ मेरो SBX भ्लगमा। यो चाहिँ फर्स्ट भ्लग हुनेछ हैन। सबजनाले सपोर्ट चाहिँ गरिदिनु पर्यो। हजुरहरु सबैको बर्थडे पनि रहेको छ र मेरो फर्स्ट भ्लग पनि रहेको छ। अब म चाहिँ अहिले मेरो घरको माथि भान्सामा बसिरहेको छु। अहिले चाहिँ बिहानीको लगभग 7 बज्न लागिसक्यो। अनि त्यसपछि अब आज बर्थडे को दिनमा के हुन्छ हेरौँ त है। अब गाइजहरु तल गएर हजुरलाई मेरो कोठा देखाइदिन्छु है। म सुन्नु I can sleep. This is my short and meet vlog मा यो रुम चाहिँ देखाइदिन्छु आज। यो चाहिँ मेरो रुम हो है। टक्क लाएर कस्टा इज स्लिपिङ। अब बेड चाहिँ अरू म चाहिँ यहाँ भुइँमा सुते हो, म र उहाँ चाहिँ भुइँमा सुते हो। अर्को दुईटा दाइहरू चाहिँ यहाँ सुतेका हुन्। यो चाहिँ मेरो पढ्ने टेबल हो। मेरो चाहिँ ऐना दराज भयो। ऐना हेर्ने टपक्कै है। ऐना चाहिँ हेरिन्न आजकल। यो चाहिँ हमारा माम्स का बाइक है। मच्छर हैन लास्ट मच्छर बस्ने घर भइसक्यो। बाइक दिस इज मामाको बाइक। अब चाहिँ म कुखुरा निकाल्छु। हाम्रो यता कुखुरा नि पालेछ। ल कुखुरालाई अहिले दाना फालिदिएँ। दाना फालिदिएँ। ल कुखुरा कस्तो चाहिँ कस्तो छ। मेरो सेल्फी स्टिक चाहिँ लास्ट हल्लिन्छ है। ताल्छ लाजम कुखुरालाई खोल्न। ए हाम्रो भाले चाहिँ आइसक्यो। भाले माउ अर्को चाहिँ एउटा चल्ला निकाल्न बसेछ। ल हाम्रो नै घरको वरिपरि चाहिँ यस्तो छ है। यस्तो छ र यहाँ चाहिँ अस्ति हामीले बारीमा खनेर पुरै मकै लगाएको। मकै सबै तरकारी सकेर रोपेको थियौँ। कुखुरालाई चाहिँ पानी त्यस लागिसक्यो। अब किनेको 3 दिन हो बिग्रीको हैन गाइजहरु। अब चाहिँ मेरो चाहिँ युट्युबतिर एन्ट्री चाहिँ फर्स्टचोटि भएको हैन। अब पहिलाको त्यो च्यानल थियो दुईटा त लगभग एउटा ब्यान्ड भयो हैन। एउटा च्यानल ब्यान्ड भयो, एउटा त्यति छोड्दैन। यो च्यानलमा चाहिँ अब भिडियो चाहिँ कस्तो बनाउने भन्ने केही थाहै छैन के मलाई है। अब फर्स्टचोटि भएर होला। हजुरहरूले कमेन्ट गर्नु हो कि नै अब कस्तो भिडियो बनाउँदा ठिक होला, कुन भिडियो बनाउँदा ठिक होला हैन। के च्यालेन्जिङ दिनु सकिन्छ भने गर्न, सकिन्छ भने गर्ने प्रयास म नि गर्छु मेरो भ्लगमा है। ल कमेन्ट चाहिँ गर्न नबिर्सनु होला। अब कस्तो भ्लग बनाउने है अब त्यो मलाई पनि थाहा छैन। लेट्स हेरौँ अब जस भ्लग राम्रै बनाउनु पर्छ भन्ने छ। यो चाहिँ मेरो भ्लगको फर्स्ट डेमा फर्स्ट भिडियो अपलोड हुनेछ है। यो चाहिँ फर्स्ट भिडियो। ल आजकल चाहिँ मेरो कपाल झरिरहेछ पुरै चिलपाराङ झरेको है। यतापट्टि पुरै गइसकेको छ कपाल चाहिँ। यता पुरै ट्यापै यतापट्टि पुरै ट्याप ल्याक्कै गइसक्यो हैन। ल सो त्यही हो। अब आज चाहिँ यो भ्लग चाहिँ यहीँ सकिन्छ हैन। हजुरहरु सबले यो च्यानललाई अब जति सक्दो सहयोग गरेर लाइक कमेन्ट सेयर सब। आज चाहिँ कलेज सन्डे हो। आज कलेज गइन म। त्यसको लागि एकदम ब्याड फिल भइरहेछ आज है। केही अलिक काम थियो त्यही भएर कलेज चाहिँ गइन म। अब आज कोलपुरको मौसम चाहिँ कस्तो छ भन्दाखेरि आज पुरै पानी पर्ला जस्तो पनि छ। आज सायद मेरो बर्थडे भएर नि होला हैन पानी पर्ला जस्तो भएको। ल एडभान्समा ह्यापी बर्थडे चाहिँ कमेन्ट गर्न सबले नबिर्सिनु होला है। ल यति भन्दै आजको भ्लग चाहिँ यहीँ अन्त्य गर्छु। फेरि अब चाहिँ भ्लगहरु बनाउँछु डेली है। अब बाइ बाइ। ल।